आज यस लागु पदार्थ प्रिभेन्सन तथा औषध प्रसार दिवसको उपलक्ष्यमा मलाई यहाँ बोलाएर आफ्नो सानो जानकारी राख्न दिनुभएकोमा यस आयोजक समितिलाई र विशेष रूपमा रमेश सरलाई धन्यवाद दिन चाहन्छु। सर्वप्रथम यो फोटो मार्फत मैले के जानकारी गराउन चाहेँ भने विद्यार्थी भाइ बहिनीहरू भनेका सुनौला बिहाई भविष्यका कर्णधार विद्यार्थीहरू हुनुहुन्छ र यो विद्यार्थी वर्गले नै यो देशलाई कतातिर लग्ने भनेर देशलाई बनाउने व्यक्तित्व भन्ने नै विद्यार्थी वर्गहरू हुनुहुन्छ र यस कार्यक्रमले पहिले हाम्रो डिआइजी सर र हाम्रो इन्सपेक्टर साहबले भने जस्तै दुर्व्यसनी कसरी सुरु हुन्छ र कस्तो अवस्थासम्म पुग्छ र जीवन आफ्नो मात्र नभएर परिवार समाज र देशकै लागि ठुलो क्षति पुग्ने हुनाले यो उमेरमै हामीले यो मार्गमा नलागिकन आफू र आफ्नो वरिपरि भएका सम्पूर्ण मानिसहरूलाई कसरी यसलाई जोगाउने भनेर उहाँहरूले भन्नुभयो। अब मैले चाहिँ मेडिकल एस्पेक्टबाट केही कुराहरू हजुरहरू समक्ष राख्छु। मेरो आफ्नो जानकारी दिनुपर्दाखेरि म डाक्टर विकास विशाल, ओरल एन्ड म्याक्रोफेसियल सर्जन, हाल प्राथमिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभागीय प्रमुखको रूपमा कार्यरत छु। ड्रग एडिक्सन एन्ड इट्स कन्सिक्वेन्सेस इन नेपाल, सबैजनाले देखि नै हाल्नुभयो। नो ड्रग्स भन्ने यो आफ्नो लागि मात्र नभएर सम्पूर्ण जगतको लागि नै फलदायी कुरा हो। अब यसमा ड्रग्सले पार्ने नकारात्मक असरहरू धेरै कुराहरू देखिसक्नुभयो हजुरहरूले। अब यो नेपालमा अघि न बागमती प्रदेशमा भन्नुभयो, यो बागमती प्रदेशमा सबभन्दा बढी छ। यो कसरी सुरु हुन्छ भन्ने कुराहरू पनि सबै कुराहरू भइसक्यो। अब यो नेपालमा हामीले आज मेडिकल पर्सन हामीले यी सम्पूर्ण कुराहरूलाई मेडिसिनको रूपमा युज गर्छौँ। कोही बिरामी दुखेर आयो, दाँत दुखेर आयो, हड्डी भाँचेर आयो, क्यान्सर भएर आयो भने यी मेडिसिनहरूलाई हामीले मेडिसिनको रूपमा औषधिको रूपमा प्रयोग गरेर ती व्यक्तित्वको मानिसहरूको दुखाइलाई कम गर्ने सहज गर्ने गर्छौँ। तर यसलाई मिसयुज गर्दाखेरि यो मेडिसिन नभएर लागु औषध बन्न जान्छ। अब भर्खरै हामीले भिडियोमा हेऱ्यौँ एउटा परिवारमा